गाइस ल फाइनली 7 घन्टाको ड्युटी सकेर हामी चाहिँ अब कभर समेट चेन्ज गरेर बाहिर निस्किँदैछौँ। हाम्रो स्टुडेन्ट चाहिँ यहाँ छ पिज्जा बेला नपली होइन। सो हामी चाहिँ अब बाहिर निस्किँदैछौँ। के छ त बाहिरको अवस्था हेरौँ है त। जाडो छ चिसो छ -5 डिग्री। यो बढिरहेको छ ल हेर्न सक्नुहुन्छ योबाट बब्बाल भइरहेछ। आइस जमिरहेछ है योले पुरै यो ल हामी काम गर्ने रेस्टुरेन्ट चाहिँ हो है पिज्जा बेला नपोली। पिज्जा बेला नपोली वाल हट हेर्न सक्नुहुन्छ बाहिर है यस्तो छ यो परिरहेछ ऊ यहाँ अगाडि ल यस्तो भरिरहेछ पप्पा आँखामा यो पऱ्यो हट हट पुरै यो माथि जान यहाँ चाहिँ कारहरू पुरै खत्रै हानिरहेछ पुरै उहाँ चाहिँ हुन्छ नि स्टोन देखाइरहेछ पुरै त्यहाँबाट घुमाएर ल्याउँछ अब फेरि खै यसले कहाँ हान्ला रैला हिँडिरहेछ कि अर्को त्यसले अब फेरि घुमाउँछलाई यसले चाहिँ राम्रोसँग गरेन यसको स्लिप यसको हानेन यसले हान्छ कि हान्दैन कतिको हान्छ यत्तिको चाहिँ हुनुपर्छ क्या सही घुमाइरहेछ सही हो ल यत्तिको चाहिँ हुनुपर्छ साथी भइसकेपछि ठोक्कायो कि हाल्छ झन्नै यता चाहिँ गाडी पुरै यस्तो पुरा हिमालय चढे जस्तो पो फिल भइरहेछ हो है कस्तो भइरहेछ हिमाल चढे जस्तो गाडी पासाङ लामु शेर्पा अनिललाई यो भएन है यो खेल्नु परेन। हेलो गाइस इट्स मी Let's go! इन्स्ट्रुमेन्ट बनाऊ न हाने जनक तिमी त पश्चिमको मान्छे कस्तो भइरहेको छौ खेल्दा ओइ त्यो हो न हमको मारो हमको जिंदा मत छोड़ो सालो। उसले डल्लो बोकेर आउँदैछ पाइँदैन यो पाएन ओ जो जनकलाई ल पकमा बनाउँदैछु अहिले पकमा डरचोटमा बनाउँदैछु भुइँमा काट्नु जाँदैछु के थिया तूने क्या किया तूने किया इंतजार मैंने किया है तुझसे प्यार मैंने किया है तुझसे प्यार यता भित्र तान्नु न चिसो हो क्या लास्टै हट बाबु हट ओ जनक के भयो मलाई युद्धेर तर्सी क्या लाइफमा फर्स्ट टाइम भोलि पर्सि कहिलेसम्म हुन्छ सही छ के भयो है हेर न यस्तो छ त अनि ल कति बाक्लो हेर न अझै परिरहेछ के अनि कति लाख तिरेको साथी 14 लाख तिरेर यही खेल्न आएको होइन या केटाहरू भाग्याले अगाडि अब त दिक्क लाग्छ होला यार त्यसरी चिप्लिन्छौ त्यहाँ रोड कस्तो चिप्लिएको अनि
कर्नरिङमा उहाँ पुगेको त टायर चिप्लेर हट निल दाइ के छ तपाईँ कहाँ भाग्यो दा यार हेत्तेरिका यार यसरी नभाग्नु नि दा यार भाग्नु पाइएन नि कहाँ भाग्यो यार डढाएर भाग्दिने दा यार हिर्खाउनुपर्छ भनेर जनक कम खेल्यो त्यहाँ जनक ऊ थाकित भइसक्यो हेर कति हो कति हट Those are words that John Cena lives by. For nearly a dozen years, he has been the WWE franchise. के हेरेको देब्रे हातले देन कहाँ लडाको अनिल दाइ रातो भयो यो भएन है चस्मा खोइ हट यो मान्छेलाई नि पछाडि पर्ने हो कि एकचोटि ड्युटी सकेर है घर फर्किँदा त्यस्तो भइरहेको हालत है 7-8 घन्टा जस्तो ड्युटी हान्यो घर फर्किँदा फेरि पुरै स्नो बाहिर के छिराएको तिमीले ल के गरे यो के गरे ओइ कति धेरै समयको यहाँ सॉरी बोल सरी सॉरी बोल यहाँ हो क्या यहाँ हो स्टेज यो हो क्या यो पुरै सेतो यो एरिया हो स्टेज यहाँ हो यहाँ चाहिँ हो हेर अनुहार उसको खै उसको नि पुरै त्यस्तै भएछ हट हेर पुरै कहाँबाट पछाडिबाट आएर ल हटे कुमाल ठिक छ ए चान्समा पाएँ यहाँ सही छ कि यहाँको गरम छ यार यहाँ हेर न यस्तो छ यार यहाँ हो नि त लड्ने त यहाँ हेर न यहाँ यस्तो गहिरो छ मलाई त उसले अघि नै लडाएको ल्याम्बो लडाइदियो मलाई चाहिँ नदेखो है मलाई नदेखो मेरो हातमा मोबाइल छ मलाई नदेखो होइन या अघि क्या है होइन लाग्छ यार कता यतैबाट जाने उतै माथि हेर नि छानुमा यहाँ हेर न यहाँ अनुहार कस्तो देख्छ होला खै म अनुहार ट्राई गर्दैछु है यहाँ फेस कस्तो देख्छ हमको मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है ये रेलवे की हड़ताल कब खत्म होगी क्या हमारा नहीं पूरे थोपे से यार आइसले एउटा यहाँ चाहिँ सही छ कि थुप्रो कस्तो थुप्रो लाग्छ त्यहाँबाट हान्नलाई बसेको
हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ तपाईँलाई हामी देखाउन चाहन्छौँ हेर्नुहोस् कस्तो अवस्था छ हेर्नुहोस् यहाँ अहिले अनिल दाइको कोही कहन्छ छैन होइन ल भयो जाउँ 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 सबैले हान न एकचोटि मुला फेरि होइन मार्यो 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 कस्तो भइरहेछ दुईचोटि ब्ल्याक बेल्ट भएको मान्छे के थाहा पाउनु भयो आज ल हेरौँ है ट्रेनको बाटो हो यो चाहिँ उताबाट ट्रेन आइरहेको जस्तो लाग्यो अनि यहाँ चाहिँ सफा गर्दैछ क्या बाटो यस्तो छ है सब सेतै क्या जता हेऱ्यो नि सेतै सेतै क्या सेतै सेतो दामी यहाँ बबाले पकमा बनाउँदैछु अहिले पकमा डरचोटमा बनाउँदैछु काठमाडौँ लौरौँला चक्कर लाग्यो होइन म फेरि हिँडेको बसमा हिँडे बटा रोल्ने जस्तो भएर एकजनालाई यहाँ 3-4 जना मेरो अट्याक हाने केटा हो ल तिमलाई भुल्न यति रक्सी खाए हिजो साँझ खाएपछि झन् याद आयो के खाम त नि पुरा हिमाल चढेर आएको जस्तो फिल भइरहेछ गाइस है गाइस कस्तो लागिरहेछ डर लाग्यो माइ लर्ड पाला नगर अर्काको ठाउँमा समात लाएर फेरि अर्को आपत छ यार गाह्रो छ गाइस नेपाल होइन है अर्काको ठाउँमा हाम्रो नेपालमा भएको है यही कति टाइममा कति लाग्थ्यो कि अब सोर्न यो सफा गर्नलाई होइन हिउँ पर्दैछ तर यहाँ मान्छे हिँड्ने बाटोमा अनि गाडी हिँड्ने बाटोमा चाहिँ पुरै क्या हुन्छ नि हिउँ सब सोरेर अब यसलाई कसरी चाहिँ व्यवस्थित गर्न सकिन्छ होइन अब यो पुरै नुन हालेर हुन्छ कि होइन अनि यसलाई के गरेर हुन्छ त्यसरी नै टक्क गरिरहेको छ हेर्न सक्नुहुन्छ यहाँ है सब पुरै ढाकेको छ यत्रो हिउँ छ त्यही पनि गाडीहरू यस्तो छ र हिउँले पुरै ढाकिरहेछ क्या अहिले रातिको 11 बज्यो है 11 बजी हामी चाहिँ ड्युटीबाट यहीँ खेल्दै केटाहरूसँग रमाइलो गर्दै होइन त हामी चाहिँ रुमतिर जाँदैछौँ देख्न सक्नुहुन्छ हालत यहाँ यो पुरै आइसले जमेछ टोपी त्यस्तै भएको छ थ्याङ्क्स गड कस्तो चिप्लाएको यार त्यसले होइन यहाँ चाहिँ हिउँसोरी गाडीहरू छ है यता झन् धेरै पऱ्यो हो कि क्या हो यार यस्तो छ है पुरै सिस्टम भने सिस्टम हो क्या हो किन मिलन सिस्टम भने सिस्टम हो किन भन त हाम्रो नेपालमा यही हिउँ परेको भए कति टाइम कति लाग्थ्यो होला भन न यो सोर्न यो गर्न मतलब हुँदैन थियो होला हेर न यहाँ चाहिँ यस्तरी पुरै होइन अब यो स्ट्यान्डमै बसिरहेको हुन्छ क्या टक्क लाएर सोरेर सफा गर्छ होइन अर्कोले उता गाडीहरू हिँड्नलाई होइन यस्तो सोर्दियो क्या ढ्याम्मै लाएर अब एक ठाउँमा अरूले थुपारिदिन्छ कहिले पग्लिन्छ यो है के भयो के भयो पुग्यो खेल्न पुग्यो थाक्यो अनिल दाइ हजुर कहाँ ओहो कुमाल यस हेलो 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 कस्तो लागिरहेछ बबाल खतरा खेल्यो यो लाइफमा फर्स्ट टाइम हो अनिल दाइ कस्तो भइरहेछ यो खेल्दा हिजो कसैले भिडियो बनाएको छैन कसैले भिडियो बनाएको छैन के हेर न नपर्दा कस्तो हुने क्या अन्त क्या यो परिरहेछ हाम्रो यो ठाउँमा चाहिँ परेन यस्तो अब परिसकेपछि चाहिँ होइन कस्तो कति परे होला त्यो टाइपको क्या कस्तो एकछिन हरायो हुन्थ्यो नि हिँड्नलाई झ्याउ हेर्न म यस्तो झ्याउ नहुँदा के नै भइसकेपछि अब सुरुमा जो लास्ट ओइ पख तिमीलाई मैले जानेको छु तिमीलाई पख अब फेरि हाने हेर
हातमा चिसो पस्यो ल नेपाली गाइज ल जाउँ चापाली एउटा 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 यहाँ देउबा छ एउटा यहाँ केपी ओली छ है फेरि यहाँ दामी है भनिदेऊ न सुदूरपश्चिमको सान कहाँ पढाउने यहाँ राम्रो आउँदैन कि लाइटले राम्रो आउँदैन कि लाइट कसरी बाँध्छ नि के हो त म चाहिँ यहाँ बस्न ठाउँदैन ऊ कहाँ बनाउने भन न त्यही बसेको ठाउँमा त्यहाँ चाहिँ बनाऊ ल त्यहाँ बनाऊ ल ल हाम्रो केटाहरूले चाहिँ स्नोम्यान बनाउँदैछ अरे होइन हेरौँ न कसरी बनाउँदो रहेछ स्नोम्यान है छ ल पुरै सिटमा त्यस्तो छ है ए कस्तो रहेछ अच्छा फेरि एकचोटि हेलो ल हामी ल गाइस हामी स्नोम्यान बनाउँछौँ हेर्नु होला ल गाइस स्नोम्यान बन्दैछ है त स्नोम्यान है नचल न जनक यस्तो मिहिनेत गरेर म कस्तो बनाइदिन्छु छिर्दैन कि घडी घडी ल देखिस के रे ल स्नोम्यान बन ओ यो लगाइदेऊ न ल यसलाई चिसो भयो होला बिचरा ढल्दैन हालिदेऊ त घाँटीमा ढल्यो भने लाउ त यो समात त घाँटीमा हालिदिनु क्या यो घाँटीमा लाउनु पऱ्यो कि अगाडि लिइदेऊ नि स्नोम्यान गाइस स्नोम्यान को यो को जस्तो देख्छ जनक तिम्रो बेबी हो मेरो चस्मा लाग्छ स्नोम्यान नलग्या ल चस्मा मेरो है स्नोम्यानको चस्मा बनाउँछ अब गाइस स्नोम्यान विथ सेल्फी अनि यो मफलर पनि मेरो तलाउने टोपी पनि भिज्यो हेर हिउँदै जता पनि हिउँदै हो लुगाको हालत यस्तो छ है आए हेर हिउँ खेलेर केटाहरूले सब हालेर अनि आफ्नो हालत यस्तो छ चिसो अब हावा त चलेको छैन तर -4 भए पनि त्यस्तो चिसो चाहिँ छैन क्या तर भए पनि अलिकति छ यहाँ हाम्रो केटाहरू फेरि यहाँ बाँदर गाँदा नहरेको भने जस्तो ल ल ल ल ल ल ल ल के हो यो ल ल राति हुँदा ल ल ल जाउँ ओ भयो जाउँ ढिलो भइसक्यो 12 बजी अघि त्यत्रो स्नोम्यान भन्दै हामीले बनाउँदै हिँड्यौँ होइन तर ठ्याक्क रियल नेचुरल स्नोम्यान चाहिँ म देखाइदिन्छु है तपाईँहरूलाई तपाईँहरू हेर्न सक्नुहुन्छ कि नेचुरल स्नोम्यान चाहिँ यहाँ छ ल यहाँ हेर्नु ल टक्क लाएर नेचुरल टाइपको ठ्याक 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 ल टक्क जमेछ होइन यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो रुम अगाडिको रेस्टुरेन्ट हो यो घर आइपुग्यौँ गाइज हेर्न सक्नुहुन्छ अवस्था यस्तो छ यहाँको अनिललाई खोलेन ओइ फेरि यहाँ नि चल्ला तिमीहरू ऊ तल गएर चला हिउँमा जाउँ यहाँभित्र पनि आएर सोऱ्यो होला र यहाँभित्र त छैन होला आएर सोरेको छैन होला ए घरको छानोमा छानोमा ए पुरै हट आइपुग्यो ल फाइनली सबतिर ल आइपुग्यो फाइनली चिसोमा ठिक छ कस्तो लाग्यो खत्रै अनि दाइ कस्तो लाग्यो माइ लर्ड हो
है अर्को के हेरौँ त खै कस्तो भएको छ अनुहार छिटाउनु यहाँ कस्तो भएको छ खै अनुहार हेरौँ न अनुहार हेरौँ न खै कालो मान्छे गोरो भएको छ यार ल गाइस घर आइपुग्यो थ्याङ्क यू सो मच भिडियो हेर्नुभएकोमा र अब नयाँ नयाँ भिडियोहरू पनि आउँदै गर्छ सो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला र टिकटकमा फलो पनि गर्नु होला है त ल सी यू अन नेक्स्ट ब्लग